मुख्य भनिएका राजनीतिक दल कर्मचारीहरूको रेग्मी सरकार शाहीकालीन मुख्य सचिव लोकमानको जय जयकार गरेर जनतालाई दुत्कारी रहेको अवस्था देशभित्र रहिरहेको बेला नेपाली भूमिमा बनेको नेपालीहरूले बनाएको मन्दिर भत्काउँदैछन् भारतीयहरू सीमामा। नेपालीहरू माथिको अन्याय र अत्याचारमा रमाउँदै आएको भारत अब नेपालीहरूका सीमा भित्र छिरेर मन्दिर भत्काउँदै हिँड्न थालेको छ। चितवनको माडी उपत्यकाको बगौडा गाविसमा रहेको सोमेश्वर गढीमा रहेको सोमेश्वर कालिकाको मन्दिर भत्काएर आफू अनुकूलको निर्माण कार्य गर्न थालेको छ। तर नेपाली जनताको कर खाएर सिंह दरबारमा भुँडी पल्टाएर सुत्नेहरू, लाजिमपाट, महाराजगञ्ज र डल्लुमा बोसो बढाएर बस्नेहरूलाई यसको मतलब छैन। छ त केवल सत्ता स्वार्थ। तिनै प्रभुहरूको पाउमा कसले कति तेल लगाउन सक्ने, कसले कति रिजाउन सक्ने भन्ने प्रतिस्पर्धामा रमाएका छन् उनीहरू। यो देश अब नाममा मात्र स्वतन्त्र रहन सक्ला, तर भारतीयहरूको माना खाएर गाना गाउनेहरूका शरीरका प्रत्येक कोष कोषमा अब भारतीय बासना आउन थालेको छ। यिनीहरूका गिदीहरूलाई भारतीय आइसीले खरिद गरिसकेको छ। बेला बेलामा हुंकार गरेर सीमा सीमामा सभा गरेर कुर्लनेहरूको पनि नाकमा नत्ती लगाएर तानेपछि यति बेला जसो जसो पण्डित बाजी उसै उसै स्वाहा जस्ता बनेका छन् यिनीहरू। भारतीय दलालहरूले यसरी देशको राजनीतिमा ठाडै हस्तक्षेप थालेका छन्। यिनीहरूका तमासाको बिस्कुन उनीहरूले आएर उठाइदिनु पर्ने भएको छ। बेहोसीमा लड्दा यिनीहरूको धोती तिनीहरूले मिलाइदिनु पर्ने अवस्था आएको छ। यो देशको माया, यो भूगोलको माया, यो राष्ट्रियताको माया गर्ने आखिर को भयो त? सिर्फ केही जनता जसलाई यो देशको औधी मायाले सताउँछ, तडपाउँछ, छटपटाउँछ, जलाउँछ र त ऊ भन्दछ अब यो देशको सिमानामा पर्खा लगाउनु पर्छ। हरेक नेपाली गएर हाम्रो सीमालाई छुट्याउनु पर्छ। उठौं दिदी दाजु हो, जुटौं गाउँ गाउँ, उठौं भाइ बहिनी हो, जुटौं ठाउँ ठाउँ, हाम्रो देशको सिमानामा पर्खा लाउन जाऊ, हाम्रो देशको सिमानामा पर्खा लाउन जाऊ। कसौं अब कम्मर कसौं, बोकौं चाहिने औजार, बोको पारौं खाजा सामान, लुगा फाटो फेर फार, अघि बढौं गाथा गाउँदै हातमा हात मिलाउँदै, मुटु भन्दा प्यारो हाम्रो झण्डा फहराउँदै, मुटु भन्दा प्यारो हाम्रो झण्डा फहराउँदै। विशाल देशको माटोले नपुगेर नेपाली बस्तीहरूलाई खोलो लगाएर, कुकुरहरू लगाएर नेपालीहरूलाई अपमानित गरेर नेपालीहरूलाई पिटेर खाने योजना बनाइरहेको छ विस्तारवादी भारतले। यो देशभित्र राष्ट्रियता कमजोर बनिरहेका बेला, राष्ट्रियता चैत्र र वैशाखमा झरेका पात सरी हरेक नेपालीबाट झरिरहेका बेला, स्खलित बनिरहेका बेला भारतले यो देशको मुटु सिंह दरबारदेखि सीमाहरूलाई एकैसाथ धावा बोलिरहेको छ। ठोरीदेखि सुस्तासम्म, कैलालीदेखि इलामसम्मका भूभागहरूमा खाने र कोपर्ने अभियानलाई तीव्रता दिएको छ भारतले। बेलायतद्वारा अस्मिता लुटिएर बलात्कृत बनेको भारत स्वाभिमानी एउटा भूपिण्ड जो बलिदान र वीरता पौरखबाट विश्व सामु चिनिएको छ, उसलाई चितोरेर घाउ नै घाउ लगाएर नेपाली अस्मिता लुट्न खोजिरहेको छ। यति बेला भारतले चितवनको माडीको बगौडा गाविस वार्ड नम्बर 9 मा रहेको सोमेश्वर गढीमा नेपालीहरूले बनाएको मन्दिर भत्काएर आफ्नैले ढुङ्गा र गिटी थुपारिरहेको छ। नेपाल भित्र रहेको मन्दिरमा भारतीयहरूको गिद्धे नजर परेको छ। भारतसँग चितवनको झण्डै 28 किलोमिटर क्षेत्र जोडिएको छ। त्यस सीमामा 27 वटा सीमा स्तम्भ रहेका छन्। ती स्तम्भहरूको सुरक्षा, सीमा सुरक्षा राज्यले ध्यान दिन सकेन। माडीको सोमेश्वर क्षेत्रमा अतिक्रमण भएको छ। हाम्रो यो राष्ट्रियता, सीमा अथवा यहाँको अस्मिता इन्डियाले अधिग्रहण गर्न खोजिरहेको अवस्थामा के रहेछ भनेर बुझ्नको लागि आज हामी यहाँ आइरहेका छौँ। यसको पुरा तत्त्व भने त्यही हो मेरो बुझाइमा। सरले भनेको कुरो हामीलाई पनि लाग्यो त्यही हो। यो सुन्दाखेरि पनि हाम्रो भित्र आत्मा जल्यो। किन आक्रमण गर्न खोज्यो भन्ने कुरो यहाँ हाम्रो नेपालको राज्य स्तरको पहुँच टाढा भयो। नेपालको सरकारमा बस्ने मान्छेहरूले यसलाई व्यवस्था गर्नको कारण जस्तो लाग्छ मलाई। सबभन्दा त हामी यहाँको माडीवासीहरू त जहिलेसुकै पनि बिना वर्दीका भोलिन्टियर छन्, सीमा सुरक्षाको लागि लडिरहेका छन्। विशाल देशको माटोले नपुगेर नेपाली बस्तीहरूलाई खोलो लगाएर, कुकुरहरू लगाएर नेपालीहरूलाई अपमानित गरेर नेपालीहरूलाई पिटेर खाने योजना बनाइरहेको छ विस्तारवादी भारतले। यो देशभित्र राष्ट्रियता कमजोर बनिरहेका बेला, राष्ट्रियता चैत्र र वैशाखमा झरेका पात सरी हरेक नेपालीबाट झरिरहेका बेला, स्खलित बनिरहेका बेला भारतले यो देशको मुटु सिंह दरबारदेखि सीमाहरूलाई
एकैसाथ दावा बोलिरहेको छ। ठोरीदेखि सुस्तासम्म, कैलालीदेखि इलामसम्मका भूभागहरूमा खाने र कोपर्ने अभियानलाई तीव्रता दिएको छ भारतले। बेलायतद्वारा अस्मिता लुटिएर बलात्कृत बनेको भारत स्वाभिमानी एउटा भूपिण्ड जो बलिदान र वीरता पौरखबाट विश्व सामु चिनिएको छ, उसलाई चिथोरेर घाउ नै घाउ लगाएर नेपाली अस्मिता लुट्न खोजिरहेको छ। यति बेला भारतले चितवनको माडीको बगौडा गाविस वार्ड नम्बर 9 मा रहेको सोमेश्वर गढीमा नेपालीहरूले बनाएको मन्दिर भत्काएर आफ्नैले ढुङ्गा र गिटी थुपारिरहेको छ। नेपाल भित्र रहेको मन्दिरमा भारतीयहरूको गिद्धे नजर परेको छ। भारतसँग चितवनको झण्डै 28 किलोमिटर क्षेत्र जोडिएको छ। त्यस सीमामा 27 वटा सीमा स्तम्भ रहेका छन्। ती स्तम्भहरूको सुरक्षा, सीमा सुरक्षा राज्यले ध्यान दिन सकेन। माडीको सोमेश्वर क्षेत्रमा अतिक्रमण भएको छ। सोमेश्वर डाँडामा रहेको कालिका मन्दिरमा भारतीयहरू आउँदै मन्दिर बनाउँदै गरेको र सो क्षेत्र अतिक्रमणमा परेको छ। सरकारी निकायले चासो नदिएपछि भारतीयबाट सोमेश्वर गढीसँगै पहाडी क्षेत्र पनि अतिक्रमण हुने खतरामा छ। भारतीयहरूलाई सो क्षेत्रमा नुहाए मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहेछ। त्यसैले यो क्षेत्र आफ्नो बनाउन उनीहरू प्रयास गर्दैछन्। जनताले मात्रै त्यो क्षेत्रको संरक्षण गर्न नसक्ने भएपछि उनीहरूले स्थानीय प्रशासनलाई समेत गुहारेका छन्। सोमेश्वर पहाडमा रहेको कालिका मन्दिरमा चैते दशैंको 15 दिन पूजा हुन्छ। यो वर्ष पूजा सुरु भएको 9 दिनदेखि भारतीयहरूले मन्दिरमा चढाइएको भेटी पनि लुटेर लगेका थिए। नेपाली पुजारीलाई समेत मन्दिरमा बस्न दिएका छैनन्। अब यो 45 नम्बर पिल्लर सम्म हजारौं नेपालीहरू चुटिएका छन्, भारतीयहरूबाट मारिएका छन्। दर्जनौं भारतीयहरूबाट दिनदिनै बिहान सूर्य उद्याउनु अघिदेखि अस्ताएपछि पनि नेपाली माथिको अपमान जारी छ। के हामी सहन सकुला? यी सबै थोक सीमा बजारिएका भारतीय बुटहरूले धुलो टकटकाउँदै हामी कहिलेसम्म हिँड्ने? कहिलेसम्म भारतीय गोदाई पनि मिठो भयो भन्दै हिँड्ने? के नेपाली स्वाभिमान यही हो? भारतसँगको खुला सीमाबाट हामीलाई केही फाइदा छैन। एकातिर सीमा लुट्ने झण्डै 18,000 हेक्टर क्षेत्र भारतले लुटिसकेको छ भने अर्कोतिर नेपालमा ठूला भनिएका नेताहरूलाई खसी बोका किने जस्तै गरी किन्न पनि ऊ सफल छ। आधा नेपाल ब्रिटिसले खोसेको नेपाल त खायो खायो, अब बाँकी नेपाल पनि खाने अभियानमा छ। यो नेपालको राष्ट्रियता यति बेला सार्वभौमिकता इतिहासकै खतरापूर्ण अवस्थामा छ। विदेशी हस्तक्षेप सीमा र केन्द्रीय राजनीतिमा उत्तिकै छ। साँच्चै देशलाई माया गर्दै भारतीयहरूका अगाडि सीमाका बारेमा कुरा उठाउन सक्ने, आपसी सम्बन्धलाई मालिक र कामदारको रूपमा नभई भाइ भाइको रूपमा विकास गर्न सक्ने, देशको माटो सीमा राष्ट्रियताको माया गर्न सक्ने को होला खै यो देशमा? DCNepal.com का लागि अनिल ढकाल, सोमेश्वर मन्दिर, माडी, चितवन। जागो भाई बंधु चले गांव गांव से, जागो भाई बहनों जुड़े अपने स्थान से, हमारे देश की सीमा पर दीवार लगाने चले, हमारे देश की सीमा पर दीवार लगाने चले।